नमस्कार साथीहरू, आजको भिडियोमा स्वागत छ। साथीहरू भिडियो पुरा हेर्नुहोला अनि भिडियो हेरिसकेपछि भिडियो कस्तो लाग्छ कमेन्ट पनि गर्नुहोला र आफ्नो साथीलाई भिडियो सेयर पनि गर्नुहोला। साथीहरू आजको भिडियोमा मैले मिनी इन्भर्टर बनाउन गइरहेको छु। यो एउटा सिम्पल सर्किट रहेको छ अनि साथीहरू यसबाट 3 वाट 5 वाटको एलइडी बल्ब बाल्न सकिन्छ। अनि यो चाहिँ मोबाइल चार्जरको ट्रान्सफर्मरबाट म बनाउन गइरहेको छु। मोबाइल चार्जरको ट्रान्सफर्मरबाट बनाउन गइरहेको छु। यो देख्न सक्नुहुन्छ, यो मोबाइल चार्जरको ट्रान्सफर्मर रहेको छ। एकातिर 4 पिन रहेको हुन्छ, एकातिर 2 पिन रहेको हुन्छ। यो देख्न सकिन्छ। अनि अर्को यो रहेको छ 1 किलो ओमको रेजिस्टर। यो रहेको छ D718 ट्रान्जिस्टर NPN। यो बेस, यो कलेक्टर, यो इमिटर रहेको हुन्छ। यो लिथियम ब्याट्री होल्डर, यो प्लस यो माइनस हो। अनि लिथियम ब्याट्री यो रहेको छ। अनि त्यसै गरी यो रहेको छ, यो देख्न सक्नुहुनेछ यो होल्डर। अब म कनेक्सन गर्छु। यहाँ मैले एउटा म्याग्नेट राख्छु। म्याग्नेट राख्यो भने यो ट्रान्सफर्मर यसमा सजिलैसँग चप्किन्छ। चप्किसकेपछि सोल्डिङ गर्न सजिलो हुन्छ, हल्लिँदैन। बेस कलेक्टरलाई एउटा ट्रान्सफर्मरको दुईतिर भएको मध्येको एउटाको पिनमा यसरी सोल्डिङ गरिदिनु पहिला। बलियो तरिकाले यो सोल्डिङ भयो। सोल्डिङ भइसकेपछि यसलाई यहाँ हालिदिनु। यो अलि राम्ररी हल्लिँदैन। यो सोल्डिङ भइसकेपछि अनि यो पिनबाट यो पिनमा 1 किलो ओमको रेजिस्टर लगाइदिनु पर्ने हुन्छ। अब यो चाहिँ 1 किलो ओमको रेजिस्टर यसरी यता सोल्डिङ, यो दुई साइड सोल्डिङ गर्नुपर्ने हुन्छ। यो सोल्डिङ भइसकेको छ। अब भनी ट्रान्जिस्टरको बेस यो रहेको हुन्छ। बेसबाट यहाँसम्म एउटा वायर जोड्नुपर्ने हुन्छ। त्यसको लागि एउटा यो मैले तारको टुक्रा लिएको छु यसरी। यसबाट यसमा बेस, कलेक्टर, इमिटर सबै सोल्डिङ भएको छ। अब भनी ब्याट्रीको कनेक्सन गर्ने पालो रहेको छ। यो ब्याट्रीको माइनस ट्रान्जिस्टरको इमिटरमा। अनि यो प्लस हो। प्लस यहाँनिर देख्न सक्नुहुन्छ। अनि अब यो भइसक्यो। अब यो बाँकी रहेको छ यो दुईटा। यसबाट भनी एसी लाइन आउट हुने गर्छ। त्यसमा चाहिँ यो होल्डर, बल्बको होल्डर जोडिदिनु पर्ने हुन्छ। ल यो सोल्डिङ भयो। अब यसमा म यो मेरो कति वाटको रहेको छ, यो 3 वाटको एलइडी बल्ब रहेको छ, यो लगाइदिएँ। अनि यसमा अब म यो प्लस यो माइनस लिथियम ब्याट्री हाल्छु। यो हाल्नसाथ बलेको छ। एकदम उज्यालो दिएको छ। यी राम्रै उज्यालो दिएको छ। यी देखिएको छ। तर त्यस्तो धेरै उज्यालो चाहिँ होइन। यो 3 वाट हो भने 1 वाट जतिको उज्यालो बलेको छ। यो चाहिँ म्याग्नेट चाहिँ यहाँ राख्नुहुन्न, यो हटाइदिइहालौँ। यो ट्रान्जिस्टर कतिको हिट भएको यो पनि बेला बेला छामिराख्नु पर्ने हुन्छ। अलि लङ टाइम चलाउनु पर्ने हो भने अल्मुनियम हिटसिङ्क आउँछ, त्यसमा टाइट गर्नुपर्ने हुन्छ। अलि धेरै बेर बाल्नु पर्यो भने। यसरी यो बलेको छ, राम्रै बलेको छ। यसले 5 वाटसम्म बाल्न सकिन्छ। अनि साथीहरू अहिलेसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धन्यवाद।